डोके ढाक्रे खर्पने पाखे स्वाठे तिक्रेहरूको हो यो देश यिनीहरू सूत्रे हाम्रो सिरिकुरी कहाँ जाला मन्त्रीमण्डल चुन्दा बाहुन छेत्री हुली चुन्नु मतवाली कवै नहुल्नु भनेको छ। हर्क सामङ जनजाति हो त प्रधानमन्त्री उसलाई दिन्छ? 4-5 लाख मात्रै उसको खर्च बेहोयातमा गयो। अनि त्यस्तो अदूरदर्शीहरू चाहिँ ले राजनीति गर्दैछ ताकि उसले चाहिँ पोलिटिकल उसमा साइन्समा चाहिँ मास्टर डिग्री गरेको अरे। मास्टर डिग्री गरेको मान्छेको त्यो खोइ त चेतना। अनि हेर्नुहोस् तँलाई मन्त्री बना त जेनजेटको त नाम मात्रै हो नि त। अब जोगिएर हिँड्ने समय आयो है भन्दै जेनजेटहरू उठाएर बवाल गर्यो। उनीहरूले खनेको है बहिनी यो नेपाली काङ्ग्रेस एमाले सबै यिनीहरू सेटिङमा छ है, सेटिङमा मिलेरै गरेको है। यहाँ सुन्नु न, त्यही कुरा म ल्याउँदैछु क्या। यहाँ सुन्नु यो नि यहाँ सुन्नु है बहिनी, यो कुरा सबैलाई उनीहरूलाई थाहा छ। यो सेटिङमा गरेको यो मङ्गोल नेसनल अर्गनाइजेसनले असोज 9 गते, यहाँ सुन्नु है, असोज 9 गते चाहिँ प्रान्तीय कार्यक्रम चाहिँ गर्दै थियो क्या। बृहत मङ्गोल अधिकार सभा भनेर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले 7वटा प्रान्तदेखि चाहिँ कार्यक्रम गर्दै थियो। त्यो कुरा थाहा पाएपछि चाहिँ यो मङ्गोलहरूले किन त्यो 7वटा प्रान्तदेखि चाहिँ किन बृहत मङ्गोल अधिकार सभा गर्दै थियो भने अब नेपालमा मूलवासी मङ्गोलहरूलाई चाहिँ देश चलाउने तयारी भइसकेको छ, हामी तयारी भइसकेका छौँ भनेर संसारलाई एउटा मेसेज दिनको लागि हामीले कार्यक्रम राख्नु लागेको थियो। त्यसलाई हान्ने भनेर उनीहरूले हानेको, तर त्यो शेरबहादुर देउबालाई त्यो हुरीले मलाई पनि लान्छ भन्ने कुरो थाहा रहेछ। घरभित्रै पो मरिबसेको रहेछ। मुसाले उयो कोदो दुलोभित्र थन्काएर त्यही बस्छ नि, ठ्याक्कै त्यसरी नै हेर्नु त, त्यसरी नै बसिरहेको छ। झन्डै मारिदियो न। त्यस्तो गद्दारहरूलाई अहिलेसम्म हामीले पालिएछ। हेर्नु त, हामीले पालेको हो नि त तिनीहरूलाई त। अनि त्यस कारणले गर्दाखेरि यिनीहरूले हामीलाई अझै पनि टुक्राएर फुटाएर उनीहरूले चाहिँ यो देश कब्जा गरेर उनीहरूको हातमा राखिराख्ने उनीहरूको षड्यन्त्र छ। यो षड्यन्त्रदेखि हामी बाहिर निस्किनु र यो षड्यन्त्रदेखि हामी मुक्त हुनुपर्छ भने मङ्गोल नेसनल अर्गनाइजेसन नै हो अबको विकल्प भनेको। मङ्गोल नेसनल अर्गनाइजेसन हो, बाँकी अरू कुनै अब माइकललाई जन्मिन सक्दैन। हिजो 2600 वर्ष अगाडि हाम्रो सिधा बुद्ध जन्मिएको थिएछ, उसलाई पनि यहाँदेखि देश निकाला गरेको रहेछ नि त। समानता स्वतन्त्रताको कुरा गर्दाखेरि उसलाई बाहिर निकालेको रहेछ यही बाहुन छेत्रीले। तर अहिले डाक्टर गोपाल गुरुङले त्यही कुरालाई चाहिँ लोकतन्त्र धर्मनिरपेक्ष भनेर ल्यायो। अनि लोकतन्त्र धर्मनिरपेक्ष लिएर उनीहरूको यहाँ चाहिँ स्थापित गर्यो भने भोलि हामी चाहिँ राज्य सत्ताको जुन खाइपाइलेको सुविधाहरू चाहिँ कटआउट हुन्छ भनेर उनीहरूले बुझिसकेको कारणले गर्दाखेरि अहिले यहाँ हामीलाई चाहिँ छेक्नुको लागि हरेक षड्यन्त्रहरू गरिरहेको छ। तर यही षड्यन्त्रहरूदेखि बच्नको निम्ति चाहिँ हामी अब एकता हुनुपर्छ। अब मेरो लिम्बुवान मेरो खम्बुवान भनेर भन्नु हामी हुँदैन। मैले पनि छोडिदिएँ, मेरो खम्बुवान पनि छोडिदिएँ। अब मेरो देश रह्यो भने मेरो खम्बुवान रहने हो र देश पहिले मलाई चाहियो, त्यस पछाडि चाहियो भने खम्बुवान होला, नचाहिए मिलेर बसौँला हामी, होइन? देशै हाम्रो हो भन्दैछौँ हामी चाहिँ। अनि कति हाम्रो दाजुभाइहरू चाहिँ मेरो लिम्बुवान मेरो खम्बुवान भन्दै बसिरहेछ नि त। अब यसरी बस्नु हुँदैन भन्ने कुरो चाहिँ हाम्रो किनभने अहिले हामी कोलाबारीको